नमस्कार, म ज्योतिषी भट्टगुरु। स्वागत छ तपाईलाई हाम्रो अफिसियल युट्युब च्यानल शुभ मङ्गलमा। आज हामी 2082 सालको सबैजनाको चाहिँ केही राम्रो ट्रिटमेन्ट गर्नेछौँ। कसरी गर्नेछौँ भन्दाखेरि त्यो ट्रिटमेन्ट तपाईँले गर्नुपर्ने छ, तर 2082 सालमा चाहिँ यो गर्दाखेरि चाहिँ राम्रो हुन्छ भनेर म केही ज्योतिषीय टिप्सहरू तपाईँहरूलाई दिनेछु। र सुरु गर्छौँ हामी मेष राशिबाट। मेष राशि भएका व्यक्तिहरूलाई विशेष गरी मङ्गल ग्रहको प्रभाव अलिकति बढी हुने भएको कारणले गर्दाखेरि चाहिँ जति पनि मेष राशि भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले चाहिँ ओरेन्ज र रेड कलरका चिजहरू अलिकति धेरै नै धारण गरिदिनु भयो भने 2082 साल राम्रो हुनेछ। र कतै पनि जाँदाखेरि चाहिँ साइतहरू गर्दाखेरि पूर्वतिरको साइड गर्नुहोला। र आफूले कुनै पनि काम गर्दाखेरि एउटा डिजिटहरू छान्नु पऱ्यो भने, लकी नम्बरहरू छान्नु पऱ्यो भने जति पनि मेष राशि भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले चाहिँ 1 र 9 डिजिटलाई छानेर चाहिँ अगाडि बढ्नुभयो भने राम्रो हुन्छ। र विशेष गरी मेष राशि भएका व्यक्तिहरूले चाहिँ मङ्गल ग्रहको प्रभाव बढी हुने भएको कारणले गर्दाखेरि वर्षभरि नै ओम श्री गणेशाय नमः भनेर मन्त्र जप गर्नुभयो भने यो वर्ष तपाईँको राम्रो हुनेछ। कुरा गर्छौँ वृष राशिको। वृष राशि भएका व्यक्तिहरूलाई चाहिँ शुक्र ग्रहको पावर अलिकति बढी हुन्छ। वृष राशि जति पनि हुनुहुन्छ उहाँहरूलाई शुक्र ग्रहको अलिकति पावर बढी हुन्छ। त्यो भएको कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ विशेष गरी व्हाइट र क्रिम कलरहरू धेरै युज गर्नुहोला। र कुनै पनि साइतहरू गर्दाखेरि चाहिँ दक्षिणतिरको साइतहरू गर्नुहोला। र लकी नम्बरहरू छान्दाखेरि चाहिँ 7 नम्बर चाहिँ छान्नुहोला। र जति पनि वृष राशि भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले चाहिँ वर्षभरि नै ओम शुम शुक्राय नमः भनेर मन्त्र जपहरू गर्नुभयो भने यो 2082 साल तपाईँको लागि राम्रो हुनेछ। मिथुन राशि। मिथुन राशि भएका व्यक्तिहरूलाई चाहिँ विशेष गरी बुध ग्रहले चाहिँ हेर्ने भएको कारणले गर्दाखेरि चाहिँ विशेष गरी ग्रिन कलर चाहिँ धेरै युज गर्नुहोला शरीरमा। र कतै जाँदाखेरि चाहिँ पश्चिमतिरको डिरेक्सन, पश्चिमतिर चाहिँ यात्रा गरेर जानुहोला। कतै जाँदाखेरि चाहिँ साइड चाहिँ तपाईँले पश्चिमतिर गर्नुहोला। र कुनै पनि कामहरू गर्दाखेरि तपाईँले नम्बरहरू छान्नुहुन्छ नि, त्यो छान्दाखेरि चाहिँ 5 र 6 नम्बर चाहिँ छान्नु होला। लास्टमा चाहिँ त्यो नम्बर आउनुपर्ने हुन्छ, कि 5 आउनुपर्ने हुन्छ कि 6 आउनुपर्ने हुन्छ। र जति पनि मिथुन राशि भएका व्यक्तिहरू हुनुहुन्छ उहाँलाई चाहिँ बुध ग्रहले कन्ट्रोल गर्ने भएको कारणले गर्दाखेरि वर्षभरि नै तपाईँले चाहिँ ओम बुध बुधाय नमः भनेर चाहिँ मन्त्र जप गर्नुभयो भने यो वर्ष तपाईँको लागि राम्रो हुनेछ। कुरा गर्छौँ कर्कट राशिको। कर्कट राशि भएका व्यक्तिहरूलाई चाहिँ चन्द्रमा ग्रहले चाहिँ हेर्ने भएको कारणले गर्दाखेरि लकी कलर चाहिँ उहाँहरूको के हुन्छ भन्दाखेरि व्हाइट कलर हुन्छ। विशेष गरी व्हाइट कलर धेरै युज गर्नुहोला। र साइतहरू गर्दाखेरि उत्तरतिरको साइतहरू गर्नुहोला। नम्बरहरू छान्दाखेरि चाहिँ यो वर्ष तपाईँले चाहिँ 2 नम्बर चाहिँ छान्नुहोला। लास्टमा चाहिँ 2 आउनुपर्ने हुन्छ, त्यो छान्नुहोला। र यसलाई तपाईँले डिजिट छान्न। र जति पनि कर्कट राशि भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो वर्ष चाहिँ ओम सोम सोमाय नमः भनेर चाहिँ मन्त्र जप गरेर अगाडि बढ्नुहोला, राम्रो हुनेछ। सिंह राशि। सिंह राशि भएका व्यक्तिहरूलाई चाहिँ विशेष गरी चाहिँ सूर्य ग्रहले हेर्ने भएको कारणले गर्दाखेरि विशेष गरी रेड कलर चाहिँ धेरै युज गर्नुहोला। र कुनै पनि साइतहरू गर्दाखेरि पूर्वतिरको साइतहरू गर्नुहोला। पूर्वतिरको यात्रा सुरुमा गरेर चाहिँ यात्रा गर्नुहोला यो वर्ष। र नम्बरको हिसाबमा चाहिँ हामीले 1 चाहिँ लकी नम्बरको रूपमा लिइन्छ। त्यही भएको कारणले गर्दाखेरि 1 चाहिँ लकी नम्बरको रूपमा छान्न सक्नुहुन्छ यो वर्ष। र जति पनि सिंह राशि भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो वर्ष ओम गृणी सूर्य नमः भनेर मन्त्र जप गरेर चाहिँ अगाडि बढ्नुभयो भने यो वर्ष तपाईँको लागि राम्रो हुन्छ। वर्षभरि नै सकेसम्म यो मन्त्र जप गर्नुभयो भने पनि राम्रो हुन्छ। अब कुरा गर्छौँ कन्या राशिको। कन्या राशि भएका व्यक्तिहरूलाई चाहिँ विशेष गरी के छ भन्दाखेरि चाहिँ बुध ग्रहले नै ह्यान्डल गर्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ ग्रिन कलरका चिजहरू शरीरमा धेरै युज गर्नुहोला। र कतै साइड गर्दाखेरि चाहिँ दक्षिणतिरको साइडहरू गर्नुभयो भने तपाईँको लागि राम्रो हुन्छ। र जति पनि कन्या राशि भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ लकी नम्बर भनेको चाहिँ यो वर्ष 5 र 6 छ। 5 र 6 लकी नम्बर छान्नु होला। र कन्या राशि भएका व्यक्तिहरूले यो वर्ष ओम बुध बुधाय नमः भनेर चाहिँ मन्त्र जप गरेर अगाडि बढ्नुभयो भने यो वर्ष तपाईँको राम्रो हुनेछ। कुराकानी गर्छौँ हामी अब तुला राशिको। तुला राशि भएका व्यक्तिहरूलाई चाहिँ शुक्र ग्रहले हेर्ने भएको कारणले गर्दाखेरि विशेष गरी क्रिम कलर र व्हाइट कलर धेरै युजहरू गर्नुभयो भने यो वर्ष तपाईँको लागि राम्रो हुनेछ। र कतै जाँदाखेरि चाहिँ पश्चिमतिरको साइतहरू गर्नुभयो भने पनि तुला राशि भएका व्यक्तिहरूलाई राम्रो हुनेछ। र नम्बर तपाईँले छान्दाखेरि यो वर्ष चाहिँ 7 एकदमै लकी नम्बर छ। 7 अङ्कलाई चाहिँ छानेर अगाडि बढ्नुभयो भने मोबाइल नम्बर हुनसक्छ, त्यस पछाडि गएर चाहिँ विभिन्न नम्बरहरू हुनसक्छ, त्यो छानेर चाहिँ अगाडि बढ्नुभयो भने यो वर्ष तपाईँको लागि राम्रो हुन्छ। र जति पनि तुला राशि भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ शुक्र ग्रहले हेर्ने भएको कारणले गर्दाखेरि ओम सुम शुक्राय नमः भनेर चाहिँ मन्त्र जप गरेर अगाडि बढ्नुभयो भने एकदमै राम्रो हुनेछ।
कुराकानी गर्छौँ वृश्चिक राशिको। जति पनि वृश्चिक राशि भएका व्यक्तिहरू हुन्छ उहाँहरूले मङ्गल ग्रहले ह्यान्डल गर्ने भएको कारणले गर्दाखेरि यो वर्ष ओरेन्ज र रेड कलर अलिकति धेरै युज गर्नुहोला र कुनै साइतहरू गर्दाखेरि सुरुमा उत्तरतिरको साइतहरू गरेर मात्रै अगाडि बढ्नुहोला र यो वर्षमा तपाईँले कुनै पनि नम्बरहरू छान्नु पऱ्यो भने चाहिँ 1 र 9 नम्बरलाई छान्नुहोला र यो वर्ष तपाईँले चाहिँ विशेष गरी ओम श्री गणेशाय नमः भनेर मन्त्रहरू जप गर्नुभयो भने यो वर्ष तपाईँको लागि राम्रो हुनेछ। र अर्को कुरा गर्छौँ धनुराशिको। धनुराशि भएका व्यक्तिहरूलाई चाहिँ विशेष गरी चाहिँ बृहस्पति ग्रहले ह्यान्डल गर्ने भएको कारणले गर्दाखेरि चाहिँ यो वर्ष तपाईँले येल्लो कलरका चिजहरू धेरै युज गर्नुहोला। जति पनि धनुराशिहरू हुनुहुन्छ उहाँले चाहिँ पूर्वतिरको साइतहरू गर्नुहोला। सुरुमा पूर्वतिर साइड गरेर मात्रै यात्रा गर्नुहोला र नम्बरहरू छान्दाखेरि 3 र 4 नम्बर छान्नुहोला र जति पनि धनुराशि भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले चाहिँ ओम ब्रीम बृहस्पति नमः भनेर चाहिँ मन्त्र जपहरू गरेर अगाडि बढ्नुभयो भने यो वर्ष तपाईँको राम्रो हुन्छ। कुराकानी गर्छौँ मकर राशिको। मकर राशि भएका व्यक्तिहरूलाई र हामी कुराकानी मकरको पनि गर्छौँ कुम्भको पनि एकैचोटि गर्छौँ। मकर राशि भएका व्यक्तिहरूलाई अनि कुम्भ राशि भएका व्यक्तिहरूलाई चाहिँ शनि ग्रहले ह्यान्डल गर्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ के गर्नुहोस् भन्दाखेरि ब्ल्याक र ब्लू कलरका धेरै चिजहरू युज गर्नुहोस्। कपडाहरू हुनसक्छ जे पनि ब्ल्याक अनि ब्लू कलरका युज गर्नुहोस्। र मकर राशि भएका व्यक्तिहरूले दक्षिणतिरको यात्रा गर्नुहोस्। दक्षिणतिर चाहिँ साइड गरेर यात्रा गर्नुहोस् र कुम्भ राशि भएका व्यक्तिहरूले पश्चिमतिरको यात्रा गरेर साइड गर्नुहोस्। र मकर राशि अनि कुम्भ राशिको लकी डिजिट चाहिँ 8 हो यो टाइमिङमा। त्यही भएर 8 अङ्क चाहिँ छान्नु होला यो 2082 सालमा। र जति पनि मकर राशि अनि कुम्भ राशिहरू हुनुहुन्छ उहाँहरूले चाहिँ ओम सम शनिश्चराय नमः भनेर चाहिँ मन्त्रहरू जप गर्नुभयो भने यो वर्ष तपाईँको लागि राम्रो हुनेछ। अन्तमा कुरा गर्छौँ मीन राशि। मीन राशि भएका व्यक्तिहरूलाई बृहस्पति ग्रहले ह्यान्डल गर्छ। बृहस्पति ग्रहले ह्यान्डल गरिसके पछाडि उहाँहरूलाई चाहिँ येल्लो कलरहरू धेरै सुट गर्छ। येल्लो कलरहरू धेरै युज गर्नुहोला र कुनै पनि यात्रा गर्दाखेरि उत्तरतिरको साइतहरू गरेर चाहिँ यात्रा गर्नुहोला। र जति पनि मीन राशि भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले चाहिँ डिजिटहरू छान्दाखेरि 3 अनि 4 डिजिटहरू छानेर चाहिँ अगाडि बढ्नुहोला। र जति पनि मीन राशि भएका व्यक्तिहरूले हुनुहुन्छ उहाँहरूले चाहिँ यो वर्ष चाहिँ ओम ब्रीम बृहस्पति नमः भनेर चाहिँ मन्त्र जपहरू गरेर अगाडि बढ्नुभयो भने यो वर्ष तपाईँहरूको राम्रो हुनेछ। हजुर, हामीले कुराकानी गऱ्यौँ 12वटा राशिको, हामीले कलर पनि कुराकानी गऱ्यौँ, कता फर्केर यात्रा गर्ने भनेर साइतहरू पनि भन्यौँ, लकी नम्बरहरू पनि कस्तो छ के छ त्यो पनि वर्णन गऱ्यौँ र कुन मन्त्र गरेर चाहिँ हामीलाई अगाडि बढाइन्छ, कुन मन्त्र गरेर चाहिँ सुरुवात गर्दाखेरि हाम्रो दिनहरू सुरुवात हुन्छ भनेर पनि मैले तपाईँलाई चाहिँ टिप्सहरू दिइसकेको छु। मैले भनेका डिजिट, मैले भनेका चिजहरूलाई, मैले भनेका यी कलरहरूलाई तपाईँले फलो गरेर जानुभयो भने अभियसली तपाईँको 2082 साल पक्कै नै राम्रो हुनेछ भन्दै म यो हाम्रो अफिसियल युट्युब च्यानल शुभ मङ्गलमबाट ज्योतिषी भट्टगुरु बिदा माग्न चाहन्छु। नमस्ते, हेर्दै गर्नुहोला शुभ मङ्गलम।